Today I'm going to hiking again. So this time I'm not alone. I'm going with my friends. So I don't know how the days was pass, but I can't wait to take you all along. So let's go. यसरी नै हामी चारैजना चाहिँ बसमा भेटिसकेका छौँ र अब हामी चाहिँ नै डेस्टिनेसनतिर लाग्छौँ। हाम्रो डेस्टिनेसन हो तारेभिर। हामी गोकर्णेश्वर झर्ने भनेको हामी थली पुग्यौँ। जोरपाटीमा झरेर जाने भनेको जोरपाटी नझरेर कहाँ गफको तालमा यिनीहरूको गाडीहरूसँगै कता पुग्यौँ हामी थली पुग्यौँ। थली सुन्दरी जाने फेरि नेक्स्ट गाडी चढेर फेरि हामी गोकर्णेश्वर जाँदैछौँ। चाहिँ नगर्नुहोस् होला है हामी जस्तै हराउने होला। हनुमान चोक जानको लागि अर्को गाडी चढ्यौँ। एउटा पागलीले खाजा नि नखाइकन आएर छ, त्यही भएर भोकले मर लागिसक्यो। म यो व्हाइटले रिफ्लेक्ट गरेर अलिक काली मात्र देखियो। म कुद्ने छु काली म भन्मानी काली। हामी चाहिँ हनुमान चोकबाट अब यो गाडी यस्तो गाडीमा चाहिँ हामी उता माथिसम्म पुग्छौँ, सुन्तखानसम्म। अनि त्यहाँबाट चाहिँ हाम्रो रुट स्टार्ट हुनेवाला छ। हामी चाहिँ अब गाडीबाट ओर्लेर अब यो बाटो हुँदै चाहिँ हामी तारेभिर लाग्छौँ। माथि देखिरहेको छ तारेभिर भनेर हामी वहाँ माथि टुप्पासम्म पुग्नेवाला छौँ। अब लेट्स गो। निकिता भी थक गई। रोशनी दोनों भी साथ थे। तीनचोटि आई कन्ट्याक्ट गरेको हामी थाकेको छैनौँ है। हामी यतिकै बसेको मात्र हो यसो भ्यू हेर्नको लागि। हामी थाक्ने मान्छे हो र। प्रो हाइकर यस्तो। अब चाहिँ हाम्रो फोटो सुट हुँदैछ। रोशनी चौधरीलाई फोटो खिच्नै छ अझै। हामी चाहिँ कुन बाटो आइपुग्यौँ नि थाहा भएन। यहाँ चाहिँ बाटो पनि छैन र बाटै छैन। यहाँ हेर त, जम्प गर। यहाँ जम्प गरेर यहाँबाट तल खस्यो भने जम्प गर। तेरो टाउको पहिरो क्या आमाले। आइपुग्यो अब चाहिँ राम्रो बाटो छ। यस्तो बाटो छाता ओढेर हिँडेको आइपुग्यौँ हामी। राम्रो बाटो। हामी चाहिँ त्यो तल एउटा स्तुपा टाइपको के रहेछ बाटो थाहा नपाएर कहाँ कहाँको बाटो आइपुग्यो। जङ्गल प्योर जङ्गलबाट आएको जङ्गल झाडी भन्छ के। यहाँ यस्तो खोला छ, आवाज आइरहेर सानो पुला बगिरहेको। खोला कि खुला? पुला। अब हामी पुग्न छ माथि। वहाँ जान छ हामीलाई। सर्टकट भन्दा कहाँ कहाँ झाडीमा कुदाइ छ अहिले। म पनि हेर्छु है। क्या मस्त पाराले टोकेछ यार मलाई त जुकाले। टोकेछ खै यहाँनिर रगत आइरह। त्यता भयो। जुकाले टोकेर कस्तो फिल भइरहेको छ। रोशनी मेरो त रगत नै आइरहेको छ कि। म तँलाई टोक्छु जस्तै फिल हुन्छ। मेरो त रगत आइरहेको। अब चाहिँ हामी जुका सब टिपेर चाहिँ अब हिँड्न स्टार्ट गरिसक्यौँ। कति धेरै जुका हो यतातिर। यहाँ रगत आयो रगत। कस्तो राम्रो। म कस्तो मेरो गाउँ गएको जस्तै फिल भइरहेको छ मलाई यतातिर आउँदाखेरि चाहिँ।
वाह यो बादल हेर्नुहोस् न यो सहर हेर्नुहोस् न मेरो रोशनीको कर्ली कर्ली कपाल ओ माय गॉड मेरो निकिताको सिल्की सिल्की कपाल मायाको सेक्सी सेक्सी हात Hey, मेरो बासी भात बिरालोले खा नर्सरी पढ्न गएको होइन तिमी कस्तो दामी भ्यू हेर्दै यस्तो वन जङ्गलसँग रमाउँदै गाउँघर हेर्दै हिँड्न मन छ भने तारै भिर आउनु होला यताको बाटो हामी आएको रुट मैले चाहिँ बेकाममा सेतो लगाएर आएछु के यस्तो सेतो लगाइकन आउनु पर्ने रहेछ आज म हरियो हुन बेर छैन मेरो सम्झारै सेतो लगाएर हरियो ओ माय गॉड बाटो त मस्त छ मस्त यस्तो सहरियाहरू हिँड्न सक्दैनन् के सहरियाहरू ओ माय गॉड टिपिकल सहरियाहरू उहाँ माथि पुगिसके काठमाडौँको रोड बाहेक अरू बाटो हिँड्नेको छैन रोसी चौधरी हामी चाहिँ यो झर्ना हेर्न बसेको हो केही लाएको छैन कसैलाई पनि एकदम मिनाक्षी झन् सम्झेर बुझ्दैन यो सब गाजा हो गाजा गाजा चाहिन्छ भने मलाई सम्झिनु होला खेती गर्नु सिड्युल भन्छ है कसरी खाने यसको होइन यो निकाल्ने यसलाई सुकाउने अनि मिचेर खाने हो ल चाहिन्छ यसको रेसिपी या त कोसिस चाहिन्छ भने याद गर्नु होला सब्सक्राइब गरौँ धेरै भयो यार मलाई पुलिसको समाचार दिएको हुँदै के गर्नु फेरि गाजै गाजा छ यता चाहिँ गाजा चोर्न लाग्छ यो चाहिँ गाजा चोर्न लाग्छ गाजा चोर्न हाल्न लाग्छ ब्यागमा यो चाहिँ मिनी मिनी ब्रेक पछि लङ ब्रेक लिएको हामीले त्यही पनि बाटोको यस्तो यस्तो बिचमा जहाँ चाहिँ बस्ने ठाउँ पनि छैन एउटा ढुङ्गामा छ त्यही पनि एक्जाम छ हाम्रो एक्जाम त बिर्सेको यार एक्जामको बिचमा हामी घुम्न आएको छौँ यति चिल्को हुन्छ मान्छे उही हामी हुन्छौँ हामी र यस्तो राम्रो भ्यू हेर्दै खाजा खानुको त This is we and this is our view. Guys, सुतेर नबस्नु यस्तो भ्यू हेर्न आउनुपर्छ हामी चाहिँ वहाँबाट यहाँ आइपुगिसक्यौँ बोर्ड देखिँदैछ हामी त्यहाँनिर पुग्छौँ अझ भन्दा नि माथि जाने सोचमा छ र यताको इन्भाइरोमेन्ट पनि कति रमाइलो हो कि वाउ दुईजना पनि खाइदिनु होला फाइनली हियर हामी चाहिँ यहाँ आइपुग्यौँ वी लभ तारे भिर भन्ने ठाउँमा र यिनीहरू अझै तन्दुरुस्त छन् यो चाहिँ एक्सट्रिमको कमाल हो रे एनर्जी 100% अहिले फेरि मन गर द गाइस हामीले चाहिँ काट्यौँ हेर न यहाँ चर्तीको लाइनहरूको यहाँदेखि माथि चढ्दिएको भए टिकटै काट्न पर्थेन तपाईँ कतातिरको चौधरी हुनुहुन्छ रिकर्ड काट्ने मान्छे नै कसैलाई छोडेन क्या लाइन हान्न छोडेन कति ज्ञानी हुनुहुन्छ यहाँहरू त नाम पनि रोशनीको मात्र लेख्दै छ कि यहाँ रोशनी चौधरीको मात्र हाम्रो त जिम्मेवारी ल्याछु मैले तिमीहरूको 4 जनाको जिम्मेवारी ल्याछु हाम्रो नाम पनि लेख्दैन के निकिता है
हेर्दा थियो रोस्नेलाई गाडीको मान्छेले नि यस्तरी फर्केर हेऱ्यो टिकट काट्ने मान्छे नै यहाँको छ दुवैजना म स्याड नै थिएँ ल टिकट काटिसकेपछि हाम्रो ट्रेल सुरु भइसक्यो हाइकिङ गर्न आउँदा चाहिँ यसरी मेकअप बक्स चाहिँ छुटाउनु हुँदैन यो चाहिँ एकदम कम्पलसरी नै हो गाइज मेकअप बक्स इज कम्पलसरी फर हाइकिङ कस्तो मस्त जङ्गल हो अनि पनि अर्काको बच्चालाई किन यसरी समाउने के ढुङ्गामा बस्छु मेरो फोटो खिचिदिन्छ पाबंदी मैं हूँ ही नहीं इस दुनिया की तुम्ही दिन चढ़े तुम्ही दिन ढले तुम्ही हो बंधु सखा तुम्ही दिन चढ़े तुम्ही दिन ढले तुम्ही हो बंधु सखा तुम्ही every time every minute all the day तुम्ही हो बंधु सखा तुम्ही वाउ यहाँ चाहिँ हाम्रो पानी पर्न पनि सुरु भइसक्यो र यसरी रोशीको यहाँ फोटो खिच्दा खिच्दै मैले फोटो खिच्न पाइनँ इट्स ओके हाउ ब्युटिफुल दिस जङ्गल ओ माई गॉड हो भने यो के हो पंकज यो पंकज हो भने यो के त्यसको आधा पङ्क भन पंखा पंकज दास यसको नाम इना यसको नाम मीना यसको नाम डिका अनि यो को इना मेरा टिका सामनेमा के के भन इना हो यो इना हो यो डिका हो भने यो के हो टिका टिका म भन इना मेरा डिका यो त पंकज हो नि सुन सुन है के थियो यस पछाडि गीत के नै छ र संसारमा दुःख मात्रै हो यो साउन्ड एक का हार्ट ब्रेक हुआ था इसलिए हम सबको पहाड़ में आना पड़ गया क्यों आउन परेगा टोल सर यहाँ चाहिँ यसरी बाइकमा पनि आउन सक्नुहुन्छ बाइक हुनेहरूले हाम्रो चाहिँ कसैको नि बाइक छैन न बाइक भएको मान्छे पनि छैन त्यही भएर चाँडो अब निकिता र प्रीतिकाले किन्छन् भन्ने एक्जाम पछि यही हो त्यही भएर चाहिँ टर्चर दिइरहेको एक्जामले दिइरहेको थियो अरू पनि हुन सक्छ याद गर्न मलाई चाहिँ केही मेन्टल टर्चर छैन एक्जामको कारणले म त सब पढेर भ्याइसकेँ त्यही भएर यस्तो सब लेखेर सब पढेर सब नोट बनाएर यस्तो चिटिक चिटिक म कसरी एकदम पर्फेक्ट नोट बनाएको छु मैले एकदमै चाहिन्छ भने आई विल सेल यु I will sell my notes for you guys. Statistical modeling note भनेर Yes. Written by Pritika Neupane. भन्दा सेल कति डिफरेन्टको भन्न सक्छ CELL सेल HSELL सेल अनि अर्को भन्दा ल SCLL सेल के यो चाहिँ मास्टर नि आई SCL सेल हामी घुम्न आएको घुमै भयौँ रङ बाटो गएछौँ झन्नै सुन्दरी जल पुग्न लागिसकेको थियौँ फेरि बाटो बिर्सेर हामी सुन्दरी जल पुग्न लागिसकेको थियौँ फेरि फर्किन पर्यो आयो भने यही टेन्ट तानेर बसौँ न फेरि हामी उता गएर तारेवीर भ्यू पोइन्ट जान्छौँ मस्त पारामा केही छैन यो बाटो पनि घुमियो अब पनि आधा घन्टामा पुग्छौँ होला अब ल हामी जाने चाहिँ यहीँबाट रहेछ हामी जाने बाटो पुगेर फेरि फर्केर पोस्टर्सले त्यो तारेभिर जाने बाटो पनि लेखेर रहेछ अब यस्तै हो हामी डुल्ला आएको डुली गर्ने काम के छ र एक्जाम भने त्यस्तै हो पढिहालिन्छ बिन्दास हामी टपर वा यति राम्रो रुट रहेछ अब हामी यहाँबाट टिभीमा टिपिकल सहरिया थकै त लागी छैन हामीलाई एकछिन बसेको मात्र रोशनीले लस्सी बनाउनु लागि छ अनि त्यही भएर रोशनीको लस्सी ठिक बन्नुहुन्छ बसेको रोशनी सुनसान जङ्गलमा हामी मात्र यतिको कन्फिडेन्ट हुनुपर्छ लाइफमा
हम तो थक गए। कति लामो बाटो एउटा बाँदर हाम्रो ग्रुपमा बाँदरको कमीहरू केही छैनन्। माया चाहिँ यसको बोयफ्रेन्डले नि एम्पायर स्टेटमा लगेर प्रपोज गर्छ। स्टेट लैजान सक्दैन रुखमै रुखमै चढेर भने प्रपोज गर्छु भन्छ। चढेर नि प्रपोज गर्छु। त्यही भएर माया प्र्याक्टिस गर्दैछ। के बोलायो सुन्दर रोशनी फोटो सेसन सके छैन बाटो बल्ल आकाश देख्यो हामीले। ओ माय गॉड थाक्न चाहिँ कोही थाके छैन हामी सायद टपमा त होइन यताबाट कस्तो दामी भ्यू कुहिरो लाग्यो भने नि हामीले क्लियर भ्यू पनि हेर्न पायौँ, कुहिरो लागेको भ्यू पनि हेर्न पायौँ है। जाउँ उता जाउँ न। यो चाहिँ हाम्रो फाइनल डेस्टिनेसन हो। यहाँ चाहिँ यस्तो मजा पानी परिरहेको छ र छाताभित्र चाहिँ हामी र हाम्रो खाजा र यता हामीले चाहिँ यहाँ बसेर खाजा पनि खान पाएनौँ। पानी यस्तो मजासँग दर्किसक्यो कि अब चाहिँ हामी चाहिँ यसै गरी माथि नबसिकन फर्क्यौँ। खान पाएन चाहिँ अब आँप चुस्दै मिस्यो भने छैन त्यो त पर्दैन। केटीलाई चिन्नुहुन्छ कसैले? यो चाहिँ माया हो, भोम माया पुन मगर। सिभिल सिटिजन गाइज बोतलहरू चाहिँ जताभावी बाटोमा चाहिँ नफाल्नु होला। यो यसरी बोकेर हिँड्नुपर्छ। अरू सबै सामान हामीले ब्यागमा राखेछौँ। यो चाहिँ हाम्रो नेचुरल ब्युटी हो होइन, हामीले यसलाई प्रिजर्भ गर्नुपर्छ। अनि त्यसैले यहाँ फोहोरहरू चाहिँ नफाल्नु होला जतापाइ त्यतै। यस के रिलेटेड दे मिस देयर बॉयफ्रेन्ड्स। ओ माय गॉड जाउँ कतै जाउँ माया जाउँ कतै जाउँ तातो चिया कफी खाऊ। हुन्छ भन्दा तिमी रिसाउने, हुन्छ भन्दा घरमा गर्छन् गाली। कुनै दिन बसौँला चिया कफी खाउँला, सरी कान्छ यसपालि। कुनै दिन बसौँला चिया कफी खाउँला, सरी कान्छ यसपालि। होइन पहाडी लडे हमने कर देखा दुईटा बाख्री लडे है लड्यो घने जंगल को हमने पार कर दिखाया। सिस्टम फाड़ देंगे। यता चाहिँ यस्तो पानी पर्दा पनि खाना रोकेको छैन मलाई। हात त बाल्दै बाल्वा थियो। तेरो बुढी सुन्ने अब है जगह ना मिले ये मौसम की बारिश, ये बारिश के पानी, ये पानी की बूंदे तुझे ही तो ढूंढे। ये मिलने की ख्वाहिश, ये ख्वाहिश पुरानी पूरी तुझी से मेरी ये कहानी।
तेरा क्या है ऐसे मिल गए हो ऐसे मिल गए हम मिलके हम भी एक दिन से काफी लड़ाई जंगली गाना सारी उम्र हम मर मर के जी लिए एक पल तो हमें जीने दो कस्तो राम्रो मौसम भइरहेको छ कि म यही मौसमको लागि आएको यो ठाउँ बिसालको त्यो नसाक्यो भाइ यस्तो पानी पर्दैछ अब चाहिँ हामी यहाँबाट फर्किन्छौँ तिनीहरू चाहिँ कति अब चाहिँ हामी चाहिँ रोडै जान्छौँ यताबाट अहिले चाहिँ हामी यताबाट आएको थियौँ अब त यहाँ सर्प हामीले 2टा सर्प देखिसकेँ अहिलेसम्म अनि लास्टै डर लाग्यो अब जुका सर्प पानी परेको बेला कस्तो अफ रोड यार यस्तोमा स्कुटी बाइक ल्याउन ढलान गरेको रोड आइपुग्यो भने भन्छ होइन त्यसो अलिकति गाडीको त पुरै बालु रहेछ बाख्रे देखेर हाँस्नाले हैरान थिएँ हामी त खुसी भएर थियौँ ढलान गरेको रोड आयो भनेर लाग्छ त बालु अनि के भन्छ यहाँ बसेर गरे बालुवा बेचौँ गरे यस्तो यहाँ सन उसमा आलु छेनमा बालुवा बेचौँ गरे बालुवा कति धेरै छ के बालुवै यस्तो बालुवा कसले लग्छ बसे होइन कि रोसिना खुट्टा दुख्यो भएर मात्र बसेको हामी त बसेको थिएनौँ हामीलाई के अगाडिदेखि बसिरहेको थियो हामी केही बसेको थिएनौँ नि हेर कस्तो दुख्यो यी पाराहरू यस्तो छ यहाँ खुट्टा यस्तो छ प्योर भिलेज भाइब्स आइरहेको छ यहाँले यत्रो बाटो हिँडेपछि बल्ल ढलान रोडको अवतार देख्दैछौँ ढलान रोड भने यस्तो पनि हुँदो रहेछ भनेर होला त्यो मसँग आँखा जुराउने नकिने नि मलाई हेरिरहने टाढा पारीको गाउँमा कोहलै त्यो साँझैमा नबोल्न सके नबोल्न पाके यहाँबाट कस्तो राम्रो सनसेट पनि देखिरहेको छ फाइनली हामी तल आइपुग्यौँ फाइनली यो हावालाई सोधी हेर न यो आकाशलाई पनि थाहा छ दिन बिति गुमाया मलाई पागल बनाउँछ हल्ली हल्ली मेरी मायाको नखराको चर्चा गल्ली गल्ली रिसाउँछौ 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 पुरै भिजे थियौँ अनि त्यही भएर नेक्स्ट ड्रेस अफ आवर लुगा चेन्ज गरिसक्यौँ यस्तो हामी पुरै प्लान गरेर आएको थियौँ कि पुरै प्रिपेयर गरेर आएको थियौँ
पानी पर्छ भन्ने थाहा थियो हामी यस्तो भविष्यवाणी पनि गर्न सक्छौँ सो भविष्य वेदर हेरेर आएको थियो वेदर के अनि त्यही भएर मस्त लुगा पनि फेरियो तिनीहरू दुइटा जहिले ढिला गर्छ ऊ हेर्दा हेर्दै फेरि पछाडि भयो र हामी आइपुगिसक्यौँ हामी सहरतिर आइपुगिसक्यौँ अब घर पुगेर मस्त सुत्नुपर्छ उहाँको चाहिँ अब ट्युसन पनि जानै छ छुट्टै हतार छ यसले के पढाउँछ गएर ट्युसनमा यस्तै गाह्रो भइरहेछ हामी चाहिँ बजारमा आइपुगिसक्यौँ र रात पनि परिसक्यो बिहानै आएको मान्छे राति भइसक्यो खाना पाइयो तर भोक नै लागेन मलाई त लागिरहेछ मलाई त भोक लागिरहेछ यसलाई तनाव भइसक्यो किनकि ट्युसनबाट फोन आयो ट्युसन आउनु पर्दैन भनेर तनाव भन्ने बित्तिकै छुट्यो फेरि कहाँबाट आइदिन्छ यसलाई यस्तो यस्तो तनाव छैन भन्ने बित्तिकै तनाव आउँछ मेरो जिन्दगीमा केही छैन जा अब यस्तो ब्याग छुट्टिरहन्छ नि कि त छोड्दे पानी पर्यो र यिनीहरू चाहिँ पुरै कुल देखिन थालिसकेका छन् लुगा चेन्ज गरिसकेपछि चाहिँ अनि यहाँ चाहिँ धान रोपाइ पनि भइसकेछ मलाई पनि धान रोपाइ चाहिँ कस्तो गर्न मन थियो तर योपालि गर्न पाइएन एक्जाम भएको कारणले गर्दाखेरि चाहिँ अझ 29 गते एक्जाम नै छ त्यही पनि यस्तो चिलमा हिँडिरहेछौँ हामी अब हामी आफै यस्तोमा यसरी हिँडिरहेको छौँ अब आफूले आफैलाई बेस्ट अफ लक एक्जाम यसको टेन्सन नलिनु घरमै हुन्छ हाम्रो एक्चुअली भन्ने थियो पर्यो त भाइ रातै पर्यो त हामी त के बिना घुमेको त यसरी भाइ हजुरहरूले हामीलाई देखिरहनु भएको छ नि हामीले त देखिरहेको छौँ ओके मलाई त देखिन्न फ्ल्यासलाइट जलाउनु पर्छ फाइनली हामी चाहिँ अब गाडी चढ्ने ठाउँमा आइपुगिसक्यौँ अब लाग्यो कस्तो भयो निक्ल्यो आज गाडी रमाइलो भयो त लास्ट खुट्टा दुखे कति बजीदेखि 7 बजेबाट हिँडेको यहाँ गएर त बुवाला हामी चाहिँ गाडी आयो गाडी चढ्न सक्यौँ हामी सुन्न तरङ के सबै टिकट भइसकेको कस्तो दुईटा चाहिँ छुट्टै गाडीमा चढेर गइसके माछा पोखरी चढेर अब आफ्नो बाटो लाग्यो अब म सो यसपछि चाहिँ यति थकै लागिरहेको थियो कि भिडियो बनाउनु बिर्सेछ सो आजलाई यति नै गाइस सी यू इन नेक्स्ट एडभेन्चर्स बाई बाई I just had to let you know you're